सबैले स्वागत छ आजको नयाँ भ्लगमा। आज चाहिँ मेसिन पोखरा बनाउन लग्ने भनेर दाइले र्याम बनाउँदैछ। टेलर त्यहाँ छ। र्याम बनाएर लोड गरेर पोखरातिर लागिन्छ बनाउनलाई। आज चाहिँ मेसिनको सबै बनाउने भनेर जान लागेको। टेलर पनि लागिसक्यो। दाइले त्यहाँ र्याम बनाएर सकिसक्यो। टेलर पनि लागिसक्यो। त्यो चाहिँ मेरो दाइ। टेलर लगाउनु चाहिँ म। अब दाइले मेसिन यताबाट घुमाएर लिएर आएको छ टेलरमा। ल यता टेलर अब लोड हुन्छ है। दाइले लोड गर्छ टेलर। दाइले मेसिन लोड गर्दैछ, मैले टेलर भनेको अघि। दाइले चलाउन नआउने भनेको केही छैन। दाइले सबै चलाउँछ आफै। लोड गर्ने झार्ने सब दाइको काम हो। मेसिनको चाहिँ ब्रेक नलाग्ने भनेर दाइले त्यहाँ ढुङ्गा राखिसकेको छ। चेनकुली निकाल्दैछ। मेसिन चाहिँ हाम्रो रेडी भइसक्यो। थोरै अगाडि लिन मात्र बाँकी। दाइ चाहिँ यहाँ भयो। अब हाल्दाखेरि देखाउँछ। दाइ चाहिँ चेनकुली सब निकालिसकेर मेसिन गइसक्यो। अब मेसिन अगाडि आउँछ। मेसिनको चाहिँ ब्रेक लाग्दैन। गाह्रो छ मेसिन चलाउनु। मेसिनको ब्रेक नलाग्ने भएर अलि गाह्रो पर्छ। ब्रेक नलाग्ने भएछ त्यस्तो। आइज थोरै आइज त भयो। ल हाम्रो मेसिन चाहिँ हालेर रेडी भइसक्यो। दाइले गाडी घुमाउँदैछ। अब घुमाएर सिधै पोखरातिर लागिन्छ हामी। कति दिनको बसोबास हुन्छ त्यो त थाहा छैन। अनुमानित 10-15 दिनको बसोबास होला सायद। अब हेरौँ कति दिन लाग्छ। ल त दुई भाइले अब टक्क लाएर पोखरा हिँड्यो मेसिन बनाउनलाई। दाइ चाहिँ गाडी बनाउँदैछ। म चाहिँ यहाँ छु। कति दिनको बसोबास हुन्छ त्यो त थाहा छैन। अब हेर्दै गरौँ कति दिन हुन्छ। बाटोतिर अलिअलि हेर्दै गरौँ न। दाइ ल हामी चाहिँ अहिले कुसमा आउन लागिसक्यो। यहाँ चाहिँ एउटा राम्रो झरना भयो जस्तो लागेको थियो। झरना कहाँ छ? सानो रहेछ आज त झरना। र यता अहिले नौडाँडातिर आइयो। नौडाँडाबाट पोखराको भ्यू यस्तो देखिन्छ है। भ्यू खुलेर आज फेवाताल हत्रा देखिन्छ। यस्तो छ पोखराको आजको भ्यू। दिन चाहिँ राम्रै परेछ आज आउँदा। यो चाहिँ नौडाँडाको ओह्रालो दाइ।